अनि फेसबुक रिल्समा स्वागत छ। म चाहिँ आज गाउँदेखि माथि 2500 मिटर माथि लेकतिर आएको थिएँ। लेकतिर चाहिँ दाइले धान फलाउनु भएको। अलि यहाँ चाहिँ धान कसैले फलाएको थिएन, दाइले फर्स्ट पटक फलाउनु भएको छ। धान पनि राम्रै भएको छ। अनि अहिले चाहिँ जेनेरेसनमा चाहिँ सबैजना विदेश जाने गर्छन्। यो विदेश जाने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? विदेश जाने दाजुभाइ दिदीबहिनीहरूको लागि हैन, काम गरेपछि हैन, गाउँमै सुन फल्छ भन्ने हैन चलन छ नि, त गाउँमै सुन फल्छ भन्ने कुराको लागि त्यो देखेका साथ म गीतबाट एक दुई टुक्का भन्छु। माथि गुत्तु धान पाकिगो किन जानु तराई, मरि जाने जिन्दगीमा कोही नहुनु पराई हैन। तल्लो गुत्तु माथि गुत्तु हुँदैछ बर्दिया, गाउँमा अन्न तनाम रहेछ मिहिनेत गरिदिए। मिहिनेत गर्ने जोस जाँगर अलि समय परिस्थितिले प्रकृतिले अलिकति हाम्रो बाटो छेकिदियो। त्यो छेकेको कारणले मनको बह पोख्दैछौँ, मनको बहबाट भन्दैछौँ। गाई मरेको बाछो बनाई 79 साल, गाई मरेको बाछो बनाई 79 साल, गति छैन खती लाग्दो छिटै लैजा काल, गति छैन खती लाग्दो छिटै लैजा काल। कि दुःख दशरथ कन कि दुःख मकन, कि दुःख दशरथ कन कि दुःख मकन, जन्मपछि मृत्यु रहेछ पति जाप मन, जन्मपछि मृत्यु रहेछ पति जाप मन। ल यति नै, यति गरेपछि सबै हुँदो रहेछ। दाजुभाइ दिदीसँग सल्लाह सुझाव यही हो। दाइले चाहिँ गीत मार्फत पनि अलि थोरै टुक्का मार्फत पनि भन्नुभएको छ। र तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला, कमेन्टमा प्रतिक्रिया दिनु होला र भिडियोलाई शेयर गर्नु होला, लाइक गर्नु होला।